लो अहिले चाहिँ मेरो दिनभरिको काम चाहिँ यहाँ छ होइन यो ओसार्दैछु ओसारे गरिन छिटो गर्नुपर्छ बेलुका चाहिँ नि मोमो बनाइ खानुपर्ने छ अरे क्या मोमो पक मोमो बनाइ खानुपर्ने त्यसले गर्दा चाहिँ आज अलिक छिटो गर्दैछु है ल आज काम यहाँ अब ओसारी सक्नुपर्ने यो सिबी थाङ्रा सिक्का होइन ओसारी सक्नुपर्ने अब जोतजात गर्नुपर्ने त्यसले गर्दा चाहिँ अब एकदमै छिटो गर्नुपर्छ अब दिनदिनै हिउँदो पनि बितिसक्नु आँटिसक्यो आधी हिउँदो गइसक्यो होइन त्यसले गर्दा चाहिँ एकदम छिटो गर्नुपर्ने छ एकदम अब हिउँदोको दिन त एकछिनमा रात परिजान्छ होइन अनि एकछिनमा रात पर्छ रात अलिक लामो हुन्छ दिन त एकछिनमै बितिजान्छ है अहिले चाहिँ म हाम्रो सिमी सिटा ओसारी सक्नुपर्ने छ ओसार्दैछु सिमी सिटा यहाँ मुनि सकिसक्यो होइन अब यहाँ रहेको छ यो पनि ओसार्नु पर्ने छ यस्तो छ जिन्दगानी लो हेर्नुहोस् सिमी थाङ्रा ओसाराइमा अहिले चाहिँ हामी होइन यो अब सिमी थाङ्रा अब यो पालिको चाहिँ सक्यो उयो गरेर यो फलिसकेको अब फेरि नेक्स्ट इयरको लागि फेरि लाग्छ नि त काम लाग्छ त्यसले गर्दा चाहिँ यसलाई फेरि सञ्चितसँग ओतानमा राख्नुपर्छ राखिसकेपछि फेरि नेक्स्ट इयर कामको लागि चाहिँ यसरी गर्नुपर्छ सधैँ अब कहिले काठसम्म काटिबस्नु होइन काट्दा अब कस्तो हुन्छ अब त्यति बेला पर्ख झरीको काट्नुभन्दा चाहिँ बरु अहिले नै यसलाई चाहिँ सञ्चितसँग राख्यौँ भने चाहिँ एकदम दामी हुन्छ है त्यसले गर्दा चाहिँ ओसारी सक्दैछु अहिले होइन यस्तै छ जो जिन्दगानी घाम छाया जिन्दगानी घाम छाया उफ अहिले चाहिँ यहाँ पुरानो घरको यहाँ ओसारिदिँदैछु नि त आम्मा हातुराम यो चाहिँ मेरो बस्ने जग्गा हो फेरि सधैँको कति भयो नि हौ लो साथी हो आज चाहिँ हामी पक मोमो बनाउनेवाला छौँ पक मोमोको लागि यहाँ सामान रेडी हुँदैछ हेर्नुहोस् ल यहाँ रहेछ प्याज काटेर रेडी छ हाम्रो अनि यहाँ रहेको छ पकको मासु किमा हुँदैछ यहाँ आदि काटिसकेको छ एकदम यो आजको मोमो एकदम स्वादिष्ट हुन्छ मिठो हुन्छ हेर्दै गर्नुहोस् यो भिडियो देखो न उसले बनाएको हेरौँ न एउटा यो चाहिँ मैले बनाएको होइन देखो न हेर देखो न कस्तो रहेछ हेरौँ न के हुन्छ अन्त देखाउँदा आउन देखाउ न खै होइन जस्तै मोमो त हो नि देखाउ न उसले जान्दैन मोमो बनाउनुले जान्दैन उसले बनाउनु त्यही त राम्रो हुन्छ नि हाम्रो खास भिडियो आउँछ यही नै अन्त उतालाई अन्त लु हाम्रो मोमो पनि पाकिसकेको छ है कस्तो मिठो भइरहेको मजा छ कि पिरो चाहिँ यस्तो हुँदैन है
कसरी लाग्यो मलाई यम्मी यम्मी कस्तो भयो दामी रहेछ मोमो दामी भनौँ त जम्मै मिल्यो नि कम्बिनेसन मनमा जाने पक मोमो दामी भएछ कि सबै कुरो दामी नै हुन्छ कि तर यो मोमोमा चाहिँ नि कम्बिनेसन चाहिँ बेस्ट हो नुन हुचिङ के भन्दैन त्यो 30 वटा चाहिँ नभन्न हाम्रो टाउसो दाम आइपुगेछ है नाम्चीबाट मोमो खानु चाहिँ सुप त प्लेन छ